हामी चाहिँ लाग्यो दाइलाई भेट्न अब। यहाँ चाहिँ हामी अब खैनी किन्छौँ खैनी। 1000 रुपियाँ कि खैनी हेर बिडी सिगरेट खैनी किन्दैछौँ हामी यहाँनिर। मिट मसला देऊ कति हो यसको? बाबा यो के हो? अजिना बोरामै पो आउँदैछ अजिना पनि हो र बहिनी सुँगुरलाई खुवाउन अजिना सुँगुरलाई खान लाग्छ। यो 280 रुपियाँ किलो बेच्ने गरेको छ। सुँगुरलाई खुवायो भने चाहिँ पाठाहरूले चाहिँ एकदम खानेकुरा खाएको गरेर मासु यस्तो मोटो हुन्छ अरे। कसरी केजी पर्छ अरे यो? दोकानेले होइन के मान्छे लगेर त हामीले बोरा बोरा एकैचोटि 5 बोरा 6 बोरा कसरी भयो यो 280 रुपियाँ केजीको? ल ल म दिइहाल्छु। अनि यो हामी मान्छेले खान मिल्छ भने चटपटे हुँदै मान्छेले खाने यही हो नि खुल्लाबाट, तर अहिले त्यसमा युज गर्छ धेरै भने प्याकेटको मात्रै थाहा थियो क्या मलाई। त्यो हामी किलो कसरी छ त्यो? 280 रुपियाँ। ल यो अजिना खुवायो बाख्रा पाठालाई भने चाहिँ एकदम धेरै मोटाउँछन् अरे। सुँगुरलाई खुवायो भने पनि मोटाउँछन् अरे। 1.5 लिटरको पनि छ, 1 लिटरको पनि छ। के हो यो रहेछ? अनि भोला दिन न यस्तो रहेछ बुवा यो खुवाउनु लगेर बाख्रा पाठालाई। पाठा छ पाठालाई खुवाउनु मोटाउँछ अरे। यति यति हो कि अरूमा हालेर खुवाउनु हो कि यसमा हो? खैनी चाहिँ यता मेरो खल्तीतिर हाल्दैछु म होइन। भयो निकाल्दिउँ 1900 रुपियाँ पर्यो मिलाएर एकदम होलसेल। यो दोकानलाई बेच्न दिने रेट हो। ल म निकाल्दिएको। अनि यो अजिना कति? 50 को मात्रै अजिना। आजिना लगिदिउँ न बरु दाइलाई 1 केजी। अब यहाँ हेर्नु जुत्ता जुत्ता सफा गर्ने रहेछ यहाँ। कता जाने हो अब हामी? यहाँ झरेको ब्याग भेट्यो होइन। मेरो पैसा परेछ मोबाइल छ कसले छ कसको धरेको कसको ब्याग झरेको रहेछ यहाँनिर भेट्यो। अब के गर्ने हो? फोन आउँछ होला छोडिदिनु हुँदैन नि पैसा हराउँछ। यहाँ बोकेँ म मोबाइल पनि रहेछ फोन गर्छन् होला होइन। फोन आएन भने चाहिँ के गर्नु र? अब फोन आएन भने चल 1000 को नोट रहेछ होइन। 1000 को नोट रहेछ। फोन आएन भने चाहिँ अब मोबाइल पनि कुन हो बाबा मोबाइल? कुन रहेछ? आइफोन भए त झन् दामी हुन्थ्यो। दिनुपर्छ है फोन गरियो हेरि दिनुपर्छ लक छैन भने। मैले त देखेको पनि थिइनँ। मेरो बुढोको ध्यान चाहिँ कता कता हुन्छ। अघि देख्नु भएछ। हामी चाहिँ आइरहेछौँ यहाँनिर दोस्रो जीवन सुधार केन्द्र आइपुगेका छौँ। हामी यहाँ दाइलाई भेट्न आएको होइन। यो चाहिँ अब नाम पढ्दै तपाईँहरूलाई थाहा भइसक्यो होला। यो चाहिँ के हो भन्ने कुरा चाहिँ थाहा भइसक्यो होला होइन। यो चाहिँ मन्दिर हो एउटा। यो चाहिँ हस्पिटल हो। मन्दिर हो मेरो लागि त। मेरो लागि त मन्दिरै हो। उहाँले चाहिँ यहाँ हस्पिटल मान्नुहुन्छ अरे। म चाहिँ मन्दिर भन्छु।
अब हामी यहाँ भित्र जान्छौँ। बाई बाई। अहिले एकछिनबाट यहाँ भिडियो गर्न अलाउड छैन नि त। अलाउड छ कि छैन बाबा? अलाउड हुँदैन? स्याउ त झन्डै बिर्सेको।